सो हेलो गाइज वेलकम ब्याक टु मेरो च्यानल। सो होइन आज टक्कसँगले आज वेलकम प्रोग्राम हाम्रो छैन कलेजमा साथीहरू। आज टक्क वेलकम प्रोग्राम छ। कक्षा 12 का विद्यार्थीहरूले आज हामीलाई 11 कक्षालाई विद्या गरी वेलकम गर्ने होइन। आज हामी जाँदैछौँ। अब गाडी पनि आउनु थाल्यो, बसका कलेज गाडी आउनु थाल्यो। अब हामी जान्छौँ, यहाँबाट हिँड्छौँ। सो त्यही हो टक्कसँगले आजको भ्लग आउँछ के कस्तो हुन्छ होइन। आज हेरौँ वेलकम प्रोग्राममा। सो त्यही हो, हेरौँ अब के कस्तो हुन्छ आजको माहौल, आजको मोमेन्ट कस्तो हुन्छ आज त्यहाँको हेरौँ ल। साथीहरू देखाउनेछु हजुरहरूलाई। अब म कलेज जान्छु, बस आउँदैछ। अब त्यही हो, भिडियो चाहिँ हेरिदिनु होला त्यही भन्न चाहन्छु। मेरो भ्लग के कस्तो लागिरहेको छ हजुरहरूलाई कमेन्ट गरिदिनु होला होइन। टक्कसँगले अब म जान्छु, त्यही हो ल। सो गाइस बस आइरहेको छ होइन, बस आइरहेको छ, बस आइरहेको छ साथीहरू होइन। बस चाहिँ होइन अब म चढ्छु म। सो त्यही हो बस चढिसकेको छैन साथीहरू, बस होइन। ल साथीहरू अब जान थाल्यो होइन, बस चढिसकेको छ, जागा भाइ छ। त्यही हो जान्छ आएछ ल प्रोग्राम सुरु हुन थालेछ होइन। अब हामी खाना थाल्यो, खाजा साथीहरू खाजा खाइरहेको छन् होइन। खाजा खाइरहेको छन्, त्यही हो गाइस। अब म आज ल के अरे अब टक्कसँगले अब प्रोग्राम सुरु हुन्छ के समयपछि साथीहरू। टन्नै विद्यार्थी रहेछ यहाँ त सेसन बी सी बिहानको इङ्ग्लिस मिडियमको नेपालीमा टन्नै विद्यार्थी रहेछ होइन। मलाई चाहिँ लाज लागिरहेको छ। सो त्यही हो देख्न सक्नुहुनेछ। उता प्रोग्राम सुन्दा केटा चरपडे खाइरहेको चरपडे समयपछि यहाँनिर कार्यक्रम सुरु भइरहेको छ। त्यही हो गाइजहरू भन्न चाहन्छु होइन। यस्तो छ साथीहरू देख्न सक्नुहुनेछ। आजको यहाँ स्टेज सजावट
त्यही हो प्रोग्राम सुरु हुन थाल्यो अब त्यही भयो यहाँ छ गुड मर्निङ सर सर हुनुहुन्छ यता होइन स्कुल छ बम्बई क्याम्पस त्यही हो प्रोग्राम सुरु थालेछ अब त्यही भन्नुपर्छ साथीहरू त्यसलाई साथीहरू हामी जान्छौँ हल्तिर जान्छौँ हल्तिर जान्छ यहाँ त्यो ऱ्यापर त्यो प्याकेट हामीले डस्टबिनमा हाल्यौँ वेस्टेजहरू सो गाइस खाना पाइसकेछ साथीहरू पाइसकेछ होइन सो गाइस यहाँ चाहिँ केटाहरू फोटो सुट भइरहेको छ फोटो सुट भइरहेको चाहिँ जेन्स हुन्छ है आज वेलकम प्रोग्राम भयो साथीहरू त्यही 12ले हामीले वेलकम प्रोग्राम गरेको त्यही हो हुन्छ फोटो भइरहेको छ फोटो सुट भइरहेको छ फोटो सुट भयो घर थालेको होइन सो त्यही हो सो गाइस अब भ्लगमा आउँछ राति होइन सो त्यही हो त्यही भन्न चाहन्छु सो ल यता कता नि मलाई फोटो खिच्दियो मेरो फोटो खिच्दियो न यार म कविराज अधिकारी क्यामेराम्यान त्यही हो ल अब हिँड्ने हामीलाई अब घर आउँछौँ हामी त्यस्तै हो गाइस ल ल सरसी हाल भन्नु ल आइस ल साथीहरु होला गाइस रात पर्यो हैन अलि ढिलो भयो आउनलाई सो त्यही हो लगाउँछु हेर्दिनु होला भन्न चाहन्छु ल
आज रात पर्यो भन्छ साथीहरू त्यही भन्न चाहन्छु अहिले म घर आइसकेको छु भिडियो आउँछ हेरिदिनु होला ल आज भोलि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला यो भन्न चाहन्छु ल टेक केयर सबैजनालाई स्वस्थ रहनुहोस् मस्त रहनुहोस् हुन्छ